हेलो साथीहरु सबैजनालाई नमस्ते। म चाहिँ भीमकुमारी तामाङ। हालसालै खाडीबाट भन्नुपर्छ हैन। म चाहिँ यहाँ बाहिर दोकान जाँदै छु कि पसलमा। अनि कस्तो धेरै घाम लागेछ क्या, यति धेरै तातो छ नि। त्यही भएर म तपाईहरुलाई यहाँको तातो कतिको छ, घाम कतिको लागेको छ भन्ने देखाउनको लागि चाहिँ भिडियो बनाउन आइराखेको छु। यहाँ हेर्नु त सिधै आयो त गाडी त अगाडि। घाम चाहिँ हेर्नु त यस्तो लागेको छ, यति धेरै घाम छ है, कुरा गरेर साध्य छैन क्या। यति धेरै हेर्नु त, यो बुर्का लाउनु खोजेको खासमा चाहिँ फेरि भएन क्या। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने आशा छ हैन। म पनि सन्चै छु, राम्रै छु, ठिकै छु। बेला बेला चाहिँ टेन्सन हुन्छ र खाना रुच्दैन, बेला बेला चाहिँ एकपाटी पकाएर खानु जस्तो हुन्छ हैन। अनि यस्तै छ हो। मेरो खुट्टा चाहिँ हेर्नु यस्तो छ, चप्पल खुट्टा। मान्छेले मलाई के भन्छ होला है, बट जेसुकै भनस् मतलब भएन हैन। हेर्नु न, हाम्रो कहिले यस्तो घर बनाउनु होला है, यस्तो विरक्त चल्छ। अनि मसँग चाहिँ हैन साथीहरु, पैसा पनि छैन। मैले अस्तिदेखि दोकान जाँदाखेरि के किनेर हैन, उब्रेको पैसा, यस्तो ढिक्के पैसा हुन्छ नि नेपालको रातो कम्पनी, त्यो कम्पनी पैसा भन्थ्यौँ क्या पहिला हामीले। हो त्यस्तो पैसा हुँदो रहेछ हैन, ढिक्का। अनि त्यो पैसा चाहिँ जम्मा गरेको थिएँ। अनि आज चाहिँ मलाई कस्तो हैन, मेरो साउनीले खाना पनि पकाएन नि त मेमले। अनि नपकाएपछि म टक्कसँग बकला जान्छु भनेको जारे कि। अनि त्यहाँदेखि निस्के। अनि मेरो पैसा हेर्नुहुन्छ, मेरो फुलुस, माई फुलुस हेर्नुहुन्छ, माई फुलुस। यति धेरै छ हेर्नु लो, यति धेरै पैसा छ हैन। यो पैसाले चाहिँ भीमकुमारीले के खान्छ त भन्ने विषयमा चाहिँ तपाईहरुलाई चासो लाग्छ भने नि, बुझ्न मन लाग्यो भने नि केही समय वेट गर्नुहोस्। टक्कसँग म तपाईहरुलाई देखाउने नै छु। र यहाँनिर चाहिँ पुरा हावाहुरी पनि, यो बतासहरू पनि बटारेर आउँदो रहेछ बेला बेला चाहिँ हैन। के को रनक झनक पर्छ यिनीहरूलाई पनि। अनि म चाहिँ यसरी हिँड्दैछु। अब मलाई चाहिँ यो ठाउँमा हिँड्नु र नेपालको त्यो घरको घुरेनमा हिँड्नु उस्तै लाग्नु थालिसकेछ हैन। अनि हेर्नु है, यहाँ यस्तो गर्मी छ, यस्तो तातो छ है। यहाँ घाम हेर्नु त लो, बब्बा यस्तो छ है। यस्तो घाममा हाम्रो नेपाली दाजुभाइहरू आएर कति धेरै परिश्रम गरिराख्नु भएको हुन्छ। अब हामी त भित्रको भित्र एसीमा हुन्छौँ हैन। एकछिन घाममा निस्किँदा पनि कस्तो फिल हुन्छ क्या हामीलाई त। तर अब नेपाली दाजुभाइहरू चाहिँ यस्तो घाममा काम गरिराख्नु भएको हुन्छ कति धेरै हैन। मलाई त सोभिकाको बिहाको याद आउँछ क्या। म पनि धेरै दुःख गर्नुहुन्थ्यो नि त नेपालमा। अनि हेर्नु न, कारहरू कस्तो दामी दामी यार। कहिले हामी कार किन्नु हो, कहिले किन्नु हो यस्तो कार। हामीलाई पनि यस्तो सब्सक्राइब बढाइदिनु होस्, सहयोग गरिदिनु होस् साथीभाइहरू। अनि हामीलाई पनि यस्तो कारमा चढ्ने रहर छ, तपाईहरुले हाम्रो सपना पुरा गरिदिनु होस् भन्न चाहन्छु हैन। अनि यो चाहिँ मन्दिर होला है, उनीहरूको मस्जिद के भन्छ हैन साथीहरू। आहा, यहाँ हेर्नु न, रुखहरू कस्तो मजाले रोपेको। यहाँ हेर्नु न कस्तो राम्रो, कति धेरै राम्रो छ। तर यहाँ हेर्नु न, यो देशमा पनि फोहोरहरूको चाहिँ व्यवस्थापन छैन है पुरै। हेर्नु यहाँ पनि आशिका तामाङ जस्तो दिदी बहिनीहरू चाहिँ जन्मिने बेला भएको रहेछ है यो ठाउँमा पनि। पुरै के गर्नु हौ, खाडी देशहरू पनि युरोप जत्तिकै विकसित भएको छ भन्छन् भन्नेले चाहिँ। तर फोहोरहरूको चाहिँ व्यवस्थापन छैन है यहाँ पनि। ल हेर्नु यस्तो छ, अनि भो यस्तो छ। अनि टक्कसँग म चाहिँ दोकान जाँदैछु होइन। टक्क यहाँ खानेकुरा अर्डर गर्छु, अनि के किन्छु, अनि जान्छु। यो चाहिँ कपडा आइरन गर्ने ठाउँ रहेछ यिनीहरूको। अनि यहाँनिर हो मेन दोकान चाहिँ। अनि यतापट्टि पनि छ यो होटल रेस्टुरेन्ट के हो यो थाहा छैन मलाई। होटल र रेस्टुरेन्ट छुट्याउन नसक्ने मान्छे म। यस्तो लाठी छु नि होइन। अब यहाँ त चेन्ज पो भइसकेको छ त पुरै। अनि हेलो हेलो हेलो, म के खानु होला है पैसा नभएको बेलामा। हेर्नु त, अब
के खाम त अब म पैसा पनि छैन एक्सक्युज मी हमको दाल दाल सोया उहाँहरू पक्कै नेपाली नै होला है अयो साथीहरू हेर्नु न यो बर्गरलाई चाहिँ 950 भनेको चाहिँ मेबी नेपालको अब 250 कति जस्तो हो क्या अनि यो 950 यो देशको 950 चाहिँ अलिक सानो हो होइन 0.950 भनेको चाहिँ अलिक नेपालको भन्दा ठुलो नै हो तर यहाँको चाहिँ सानो हो क्या अनि यो खाँदा चाहिँ अब यो पेप्सी पनि आउँछ यो बतात पनि आउँछ अनि यो बर्गर पनि आउँछ म चाहिँ अहिले यस्तो होइन अब साउनीले के किन्नु पठाउँछ नि त मलाई चाहिँ अनि त्यो पैसाहरूमा चाहिँ उबारेर होइन यसरी खानु आउँछु क्या जहिले तिनीहरूले मलाई 1 रुपियाँ दियो भने म मेबी 250 को सामान किनेर लगिदिन्छु अनि अरू पैसा सबै लुकाउँछु क्या त्यसरी जहिले त्यसै गर्छ अनि यसरी अब बोनस जस्तो पनि हो अनि खाइन्छ मजा अब यहाँ चाहिँ म चाहिँ पसल आइसकेको छु यहाँनिर भित्र मार्केटमा अब टक्कसँग यहाँनिर के लैजाउँ भने अब चाउचाउहरू त महँगो महँगो छ माफी फुलुस हेर्नु त अब यस्तो महँगो महँगो छ माफी फुलुस आरे टाङ्गा होइन अब म के लैजाउँ त साथीहरू मेरो हालत पनि यस्तो छ अब चिप्स लैजाउँ कि क्या हो एउटा चिप्सहरू पनि पुरा खोर्सानीको मनपर्छ अब खोर्सानीको छैन क्या यो लान्छु एउटा साथीहरू कोलगेट छैन कि हेर्नु न अब कोलगेट किन्नु भन्दा पनि अब पैसा छ कि छैन पैसै नपुग्ने पर्यो क्या के गर्नु भयो म कोलगेट कहाँ छ होला कति पर्छ होला हेर्नु पर्यो महँगो महँगोको रहेछ भने त कहाँ लान सकिन्छ र सस्तोको रहेछ भने चाहिँ लगिन्छ भनेर सोचिया अब यिनीहरू त कोलगेट होइन होला पक्कै पनि के होला यो हे प्रभु नेपाल आउँदा यस्तो ल्याइदिन्छु ल मेरो प्रिय मित्रहरूलाई मिठो हुन्छ यो पोसिलो पनि हुन्छ राम्रो हो क्या काजु बदाम पनि चाहिन्छ भने भन्नुहोस् नभएर यो एउटा मात्रै किनेको है अहिले चाहिँ सुफे मेरो ढिके पैसा हेर्नु है ओके यसोबाट बाहिर तातोमा निस्किँदा त यस्तो फिल हुन्छ नि मलाई चराचुरुङ्गीहरू उड्दैछ हो बिचराहरूलाई पनि गर्मी भयो किन मैले चाहिँ होइन आइसक्रिम अर्डर गरेको नि त अनि यतापट्टि साइडमा आइज भन्यो क्या अनि यहाँनिर अब यता आइसकेको छु ल थ्याङ्क यू यहाँ आइ पनि पुगिसकेको छ अब म चाहिँ यहाँ बसेर खाइदिने हो क्या टक्कसँग हेर्नु है आइसक्रिम खान्छु म बिचरा मेरो छोरीलाई पनि कति खाउँ लागेको होला है अहो आइसक्रिम अरे वाह अब बर्गरहरू अर्डर गरेको छ त्यो चाहिँ एकछिनमा के भन्छ बनाइसकेको छैन 10 मिनट पर्खिनु भनेको छ 10 मिनट पछाडि टक्क आउँछ अनि खाने हो के गर्नु हौ जिन्दगीमा कति पिर्नु होइन खानु पनि त पर्यो नि बाँच्नै पर्यो मिठो छ मेरो साथीहरूलाई सम्झिराखेको छु मेरो छोरीलाई कस्तो टेन्सन हुन्छ क्या कहिले नेपाल गएर होइन मेरो छोरीलाई मिठो मिठो खानेकुराहरू खुवाउनु होला कहिले घुमाउनु होला कहिले उसलाई अब हुन्छ नि राम्रो राम्रो लुगाहरू किनिदिनु होला त्यस्तो हुन्छ क्या मलाई चाहिँ अब के गर्नु बाध्यता छ चिसो हुन्छ क्या एकदम चिसो तातोमा होइन चिसो खाँदाखेरि कस्तो मजा हुन्छ कमाउनु विदेश आएको अरे हालत त्यस्तो छ यहाँ हेर्नु है हालत यस्तो छ अब कसलाई भन्ने मैले म नि मेरो खुट्टा देखेर पनि माया लाग्यो यार मलाई त